गाइस वेलकम टू माई भिलेज। यो हो मेरो गाउँ, एकदमै प्यारो प्राणभन्दा प्यारो जन्मभूमि गाउँ होइन। राजकोट नगरपालिका वडा नम्बर 2 मा पर्ने शिवखाना गाउँ, तलदेखि माथिसम्म। यसो क्यामेराम्यान वाइड एङ्गलबाट देखाइदिउँ तलदेखि माथिसम्म होइन। यो चाहिँ मेरो एकदम गाउँ हो। अहिले चाहिँ मोडर्नाइज भएर एकदमै राम्रो भएको छ, हेर्न सक्नुहुन्छ तपाईँले। एकदमै तपाईँले पनि राम्रो लाग्छ होला पक्कै पनि। तल देखाउ क्यामेराम्यान, प्लिज अगाडि फरवार्ड होइन। अनि लगभग 1 वर्षको समयान्तरालपछि चाहिँ म गाउँमा आएँ होइन। अनि गाउँमा विकासहरू पनि भएको रहेछ। अनि अहिले राजकोट नगरभरि चाहिँ राम्रो भएको रहेछ कि हेर्दाखेरि, र एकदमै खुसी लाग्यो। सडकहरू सबै बन्न लागेको रहेछ निर्माणाधीन अवस्थामा। तर भिटाबाट माथि अपडो पानी हेर त, एकछिन माथि फोकस गरौँ त। यसो माथिबाट अलि नालीसालीको व्यवस्थापन र भर्खरै चाहिँ गाडीले त्यहाँ चाहिँ तल माथि ड्याङ्की ड्याङ हाने रहेछ। त्यही भएर अलिकति रोड चाख्लो गराउनलाई, त्यही भएर अलिकति व्यवस्थित त्यति छैन रहेछ। अरू चाहिँ हेर्ने चाहिँ अति सुन्दर छ। माथि 26 बाडादेखि यो हाम्रो मेन भिलेज भयो। अनि त्यसपछि तल हाम्रो 26 बाडादेखि तल चुडीमुलसम्म भन्नुको मतलब तल त्यो रोड छ नि त्यहाँसम्म, त्यहाँदेखि माथिसम्म चाहिँ हाम्रो गाउँ हो होइन। अनि यस्तो छ, तपाईँले आशा छ राम्रो लाग्यो होला पक्कै पनि मेरो गाउँ। अब तपाईँ गाउँवासी हुनुहुन्छ भनेपछि अब तपाईँलाई म प्रश्न गर्न चाहन्छु। एउटा कुरा के छ भनेपछि, जस्तो कि तपाईँले अब निर्वाचन आउँदैछ पक्कै पनि होइन। जस्तो निर्वाचनमा अब जस्तो कि अहिले चाहिँ जेनजी आन्दोलन पश्चात चाहिँ जे कुरा भयो, अब तपाईँले भोट दिने कुरामा यहाँ मुख्य कुरा यहाँ रहन्छ। म भन्न चाहन्छु कि जस्तो अहिले भोट दिने कुरा छ र असल मान्छे छान्न पर्ने अवस्था छ। यो अवस्थामा तपाईँले फेरि पुरानो पार्टी, पुरानो नेता, पुरानो आफ्नो पहिलेदेखि अङ्गाली आएको नेता भनेर चाहिँ आफ्नो अमूल्य भोटको चाहिँ दुरुपयोग नगर्नु होला पक्कै पनि। एकदम राम्रो असल मान्छेलाई सदुपयोग गरेर भोट राम्रो मान्छेलाई दिनु होला, युवालाई दिनु होला, जसको चाहिँ भिजन छ, जसको चाहिँ के गर्ने चाहिँ उ छ, पढे लेखेको, पुरानो पार्टी भनेर नलाग्नु होला भन्न चाहन्छु। त्यस्तो भयो भने चाहिँ हाम्रो देश चाहिँ अगाडि बढ्छ, हाम्रो गाउँ अगाडि बढ्छ। हाम्रो गाउँ बढ्यो भनेपछि नगर बढ्छ, नगर बढ्यो भनेपछि सम्पूर्ण जिल्ला बढ्छ, र त्यसै गरेर प्रदेश, त्यसै गरेर देश होइन। त्यही भएर अहिले चाहिँ भर्खरै चाहिँ हाम्रो नगरपालिका पर अलिक फोकस गरौँ त, जुम गरौँ त। पर देखिरहेको चाहिँ हाम्रो नगरपालिकाको कार्यालय आरसिपी बजार हो है त। त्यहाँ चाहिँ अहिले इलाका प्रशासन कार्यालय आएको छ। भनेको मतलब अहिले चाहिँ राजकोटको चाहिँ टुरिज्म क्षेत्रमा, अनि त्यसै गरेर अनि विशेष गरेर अहिले पहिला चाहिँ मानमा जानु पर्थ्यो। जस्तै उता सान्नीको मान्छेले उता पनि देखाऊ, उतातिरको सान्नी त्रिवेणी गाउँपालिका हो त्यो डाँडोभरिको होइन। अब त्यहाँको मान्छे अनि उता 50 गर्ने, अनि त्यसै गरेर पनातातिरका मान्छेले चाहिँ नागरिकता बनाउन लगायतका जति काम गर्न पर्थ्यो ती चाहिँ तल मानमा डाँडा तल त्यो खानाचौर नगरपालिका तल जानु पर्थ्यो। अहिले चाहिँ हाम्रो इलाका प्रशासन यता आएको छ, भर्खरै 2-3 दिन अगाडि उद्घाटन भएको रहेछ। र अहिले चाहिँ विकास हुँदैछ, बाटो पनि तलदेखि बनिरहेको रहेछ, पिच रहेछ। र प्रत्येक वडा कार्यालय पनि मैले लाइभ पनि गरेको थिएँ, वडा कार्यालय पनि बनेका रहेछन्, उद्घाटन पनि भइरहेका छन्। सो त्यही भएर चाहिँ जो विकास हुँदैछ, राम्रो मान्छेलाई छान्नु होला। तपाईँकै हातमा छ देश बनाउने कुरा। जेनजीहरूको बलिदान पनि तपाईँले चाहिँ यहाँ बुझ्नु होला भन्न चाहेँ मैले। गाउँमा आउँदाखेरि अब अहिले एक्सपेक्टेसन भनेको जस्तो कि ठिक छ, एक्सपेक्ट गरेको भन्दा पनि राम्रो भएर रहेछ। यसो हेर्दाखेरि अझै पनि जस्तो पुरानो मान्छेहरू छन् यिनीहरूलाई सम्झाउनु पर्ने अवस्था रहेछ। जस्तो कि पुरानो कुराहरू छोडेका छैनन् अहिलेसम्म पनि। अलिकति माइन्डसेट हेर्ने हो भने पार्टी छोड्दैन, म झन्डै बोकेर हिँड्छु भन्ने जस्ता पनि मान्छे छन् होइन। अब त्यो मान्छेलाई अब प्रत्येक घरका छोराछोरी जो हुनुहुन्छ, शिक्षित हुनुहुन्छ सबै अहिले त होइन, यिनले सम्झाउनु आवश्यक छ। सम्झाउनु होला। मेरो गाउँको वाइड एङ्गल एकछिन तलदेखि माथिसम्म देखाइदियो होइन, कस्तो लाग्छ भन्नु होला। राजकोट नगरपालिका 2 कालीकोट हो। अन्य ठाउँबाट हेर्दै हुनुहुन्छ भने चाहिँ र अवश्य पनि हजुरलाई मन पर्यो होला। के छ कमेन्ट गर्नु होला, यसो मिलाएर है त। ल गाइज बाई बाई, सी यू टुमारो। ओके, लाइक गर्नुहोस्, सब्सक्राइब पनि गर्नुहोस्।